आज चाहिँ हामी जादु सस बनाउन जाँदैछौँ। हट सस भन्न खोजेको हो मैले। यसलाई जादु सस चाहिँ किन भनेको भन्दाखेरि यसले धेरै मिठो खानेकुरा बनाउन हेल्प गर्छ। पानी बसाल्ने बित्तिकै मैले अघि केलाएको खुर्सानी खनाइदिन्छु। सँगसँगै अलिकति गार्लिक पनि हालिदिन्छु। यो हट सस चाहिँ हामीले धेरै चिजमा युज गर्न मिल्छ, जस्तै चिकन चिल्ली बनाउन युज गर्न मिल्छ, चिकन 65 बनाउन युज गर्न मिल्छ र आदि इत्यादि धेरै ससमा युज गर्न मिल्छ। यो चाइनिज खाना त आदि अधुरै यसले नै पाक्छ। यो ससमा केचप मिसाइसकेपछि हामीले चिल्ली आइटमहरू सबै हाल्न सक्छौँ। अब सस बनाउनको लागि हामी गार्लिक काट्न थाल्छौँ। गार्लिक चाहिँ हामीले फाइन चप गर्नुपर्ने हुन्छ, त्यसैले हामी यसलाई मसिनो बनाएर काट्छौँ। सस बनाउन हामी भाँडा राखेर तेल हाल्छौँ भाँडामा र गार्लिक हालेर एकछिन चप गार्लिकलाई चलाउँछौँ हामी। अब हामी त्यसमा खोर्सानीको पेस्ट खनाइदिन्छौँ त्यो अघि बनाएको। अब यसमा अलिकति चिनी, नुन र ब्ल्याक पेपर हालेर हामीले एकछिन चलाउँछौँ र एकछिन पकाउँछौँ। यसलाई मिडियम फ्लेममा 25-30 मिनट पकाइसकेपछि यो पाक्छ। अब यसलाई हामीले एयरटाइट कन्टेनरमा हालेर 1 महिनासम्म स्टोर गरेर राख्न सक्छौँ। यो सस प्रयोग गरेर म धेरै रेसिपी बनाउन सिकाउँछु हजुरहरूलाई।